हेलो साथीहरू, वेलकम टु माई मिनी भ्लग। म चाहिँ जहिले नानीलाई गुड मर्निङ भन्छु कि नानी फेरि मन पऱ्यो भने गर्छ, नाइ भने गर्दिनँ। अनि आज चाहिँ चिया हालेँ अनि त्यसपछि यता नानीलाई पनि लिटो बनाउँदैछु कि आज हामी कतै जाँदैछौँ घुम्नको लागि। अनि झ्यापझुप छिटो गरेको मेरो श्रीमानज्यू चाहिँ रेडी भइसक्नु भयो। अनि यहाँ दिदी चाहिँ बोलाइरहनु भएछ क्या छिटो आऊ भनेर। हामी पनि झ्यापझुप गरेर निस्क्यौँ नानीलाई लिएर। त्यसपछि अनि हाई भन्नु भनेर भनेछु मैले। हामी चाहिँ एक ग्रुप नै भएर जान लागेछौँ क्या आज। अनि जाँदैछौँ आज चाहिँ हामी फिल्म हेर्न जाने भनेर जान लागेको क्या। गौँथली फिल्म साह्रै टिकटकमा देखियो अनि त्यही भएर अनि यसो फिल्म हेर्न पऱ्यो कस्तो रहेछ त। अनि फेरि नानीलाई लिएर फर्स्ट टाइम जान लागेको नि त। अनि नानी मान्छे कि नानी विचार पनि हुन्छ भनेर नि जान लागेको। हाम्रो टोली हो उहाँहरू चाहिँ। अनि म चाहिँ यसो डुलाउँदैछु नानीलाई। नानी चाहिँ नौलो ठाउँमा पुगेको सबैतिर हेरिरहेछ क्या, मस्त मक्ख परेर हेरिरहेछ। अनि हामी चाहिँ माथि गयौँ यो चाहिँ। अनि त्यहाँ यसो फोटोसुटहरू गऱ्यौँ, फोटो खिच्यौँ, फिल्म पनि सुरु भयो। फिल्म चाहिँ एकदमै रमाइलो थियो, राम्रो थियो, एकदम सोचेभन्दा राम्रै थियो। त्यसपछि फिल्म हेरियो क्यारियो। अनि त्यसपछि अनि फिल्म सकिएपछि चाहिँ अनि हामी फर्किने सुरसार गऱ्यौँ। हाम्रा टोलीहरू फेरि रोएर जात्रा थियो। म चाहिँ खासै रुँदिनँ फिल्म हेर्दाखेरि, मलाई चाहिँ खासै त्यस्तो लाग्दैन। मेरो नानी फेरि निदै थियो। अनि हामीलाई फेरि नानीको कपडा राख्न दराज चाहिएको थियो कि। अनि यसो फर्निचरतिर गएको, खासै हामीले सोचे जस्तो दराज चाहिँ पाएनौँ। अनि फेरि त्यहाँबाट फर्केर यता अर्को फर्निचरमा गएको, अनि त्यहाँ चाहिँ पाइयो। अनि त्यहाँ कुराकानी गरेर अनि हामी चाहिँ यस्तो घाम छ है, टुई हिँडिरहेछौँ कि। अनि यसो केही खानु पऱ्यो भनेर अनि गयौँ होटलतिर। अनि यो के हो यो नाम पनि आउँदैन मलाई त। अनि मेरो नानी पनि खाँदैछ अलिअलि। अनि फेरि बिरयानी मगाउनु भयो, अनि बिरयानी खायौँ क्यारौँ। त्यसपछि अनि फेरि त्यहाँबाट फर्केर नानीलाई डाइपर चाहिएको थियो, डाइपर चाहिँ पाइएन। अनि फेरि फर्केर त्यहाँबाट अनि भाटबटेनी जान पऱ्यो। नयाँ यो जेनजी आन्दोलनपछि बनेको भाटबटेनी गएकै थिएनौँ कि हामी। अनि भाटबटेनी गयौँ। अनि हल्का कपडाहरू चाहिएको थियो, अनि कपडा किन्यौँ क्यारौँ। अनि त्यसपछि फर्क्यौँ। लास्टै घाम भएको भएर मैले घरसम्म पुगेको भिडियो चाहिँ खिच्नै सकिनँ साथीहरू। ल बाई, अब फेरि अर्को भ्लगमा फेरि भेटौँ।